सबैलाई फेरि स्वागत छ बुढाबुढी ऱ्याप ब्याटल पार्ट 3 मा। होस बुढीले सुरुवात गर्छ कि बुढाले सुरुवात गर्छ? जहिले पनि जे कुरामा पनि लेडिज फर्स्ट। लु बुढी, आज पनि यही मान्छेसँग ब्याटल थुक्कै साला, मेरो दिन पनि कस्तो। आज पनि यहीसँग ब्याटल थुक्कै साला, मेरो दिन पनि कस्तो। हे भगवान, मेरो बुढाको थोप्रा न थोप्रा ठ्याक्कै बाँदरको पिन जस्तो। अम्बो दामी 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 दामी। लु अब तिम्रो पालो। मेरो बुढीले मलाई सधैँ पर्खिराख्छ। मेरो बुढीले मलाई सधैँ पर्खिराख्छ। किन थाहा छ? किनकि यसले भात होइन गु खान्छ। मैले टट्टी आयो मात्र भन्नुपर्छ, यो मेरो पछि लाग्छ। अम्बो दामी 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 दामी। आज यसले ब्याटलमा जिते भनेर सबैलाई लड्डु खुवाउँछ। वाह 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 वाह। आज यसले ब्याटलमा जिते भनेर सबैलाई लड्डु खुवाउँछ, तर शरमको कुरो यसको पेन खोलेर हेर, अझै पनि बुढीको कट्टु लाउँछ। मेरो सम्बन्ध यो बुढीसँग भगवानले गाँसेको कस्तो। मेरो सम्बन्ध यो बुढीसँग भगवानले गाँसेको कस्तो। मेरो अगाडि ओपनेन्ट हेर्छु, बुढी त होइन ठ्याक्कै निलो ढोल राखेको जस्तो। दामी 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 दामी। मोजा बिनाको जुत्ता लाउँछ, त्यही माथि हाफ पेन्ट शिरमा छ ढाका टोपी, ड्रेसअप हेर्न के पारा। वाह 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 वाह। मोजा बिनाको जुत्ता लाउँछ, त्यही माथि हाफ पेन्ट शिरमा छ ढाका टोपी, ड्रेसअप हेर्न के पारा। यसलाई म सिकुटी भन्नु कि सित्रा भन्नु कि भाटा भन्नु कि के भन्नु, के भन्नु छेपारा। मैले अस्ति कुकुरको गु भेटेको थिएँ यसको झोलामा। मैले अस्ति कुकुरको गु भेटेको थिएँ यसको झोलामा। यो मान्छे यति डल्लो गोली जस्तो, भिरमा लड्यो भने सिधै खोलामा। ल आजलाई ब्याटल सक्यो, म चाहिँ लागेँ।